हेलो हेलो गुड मर्निङ नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। हिजो चाहिँ म दिदी भेना आएको खुसियालीमा धेरै खुसी भएर भिडियो अपलोड गर्न पाइनँ नि त। अनि आज चाहिँ म हिजोको भिडियो अपलोड गर्दैछु। हिजो चाहिँ म गएँ सल्लेरी खाना पुर्याउनु बाबालाई। अनि फर्स्टमा चाहिँ म खानै पुर्याउनु पसलमा गएँ। यो चाहिँ हाम्रो पसल हो, बिहेको सिजन आउँदैछ, सबैजनाले गिफ्ट दिने सामानहरू चाहिँ मेरो पसलबाट किन्न नबिर्सिनु है त। अनि म त्यहाँ बाबालाई खाना पुर्याएँ। एकछिन पसलको राम्रोसँग छेउदेखि कुनासम्म भिजिट गरेँ नि त, धेरै भएको थियो नगएको। त्यसपछि म गएँ ब्युटी पार्लर, निज ब्युटी पार्लर गएँ। चिसो महिना लागिरहेछ नि त, अनि के अरे भ्यासलिनहरू किन्नु थियो। अनि म चाहिँ यो ब्युटी पार्लरमा गएर अनि त्यसपछि सामानहरू किनेँ। अनि मेरो चाहिँ चस्मा पुरा स्क्रच भएको थियो। अनि त्यसपछि गएको बेला चस्मा पनि बनाइहालौँ न त भनेर म लागेँ चस्मा पसलतिर। अनि चस्मा पसलमा गएर आधी घन्टा लगभग बसेपछि मेरो चस्मा पनि बनेर रेडी भयो। अनि म गएँ रिचार्ज किन्न। अनि त्यसपछि रिचार्ज किनिसकेपछि मलाई अस्तिदेखि रुगा लागिरहेको थियो नि त। अनि रुगाको औषधि किन्न गएँ सोलो हेल्थ केयर। अनि त्यसपछि हेल्थ केयर गएपछि चाहिँ म घर फर्केँ। यो चाहिँ मेरो घरबाट देखिने सल्लेरीको दृश्य। अनि त्यसपछि हाम्रो घर आउने बाटो चाहिँ ओहो यस्तो डेन्जर उकालो छ नि, सानोतिनो मान्छे चाहिँ यहाँबाट आउन नसोचे पनि हुन्छ, उकालो छ। अनि बाटोमै मन्दिर छ, मन्दिर चाहिँ म पसिनँ, बाहिरबाट भिडियो गरेँ शिव मन्दिरको। त्यसपछि फेरि चढेँ उकालो, पुरै सासै फेर्न गाह्रो हुने टाइपको उकालो छ। अनि उकालो चढ्दै गर्दा आइपुग्यो अदालत। हाम्रो घर आउने बाटोमा चाहिँ अदालत पनि छ नि त, सोलुखुम्बु जिल्ला अदालत। अहिले चाहिँ एकदम राम्रो बनाउनु भएको छ, फुलहरू रोपेर अदालत पनि एकदम घाम लागेको बेला राम्रो देखिने बनाउनु भएको छ नि त। अनि अदालतको पनि यसो भिडियो गरिदिउँ न त भनेर चिटिक्क परेको हाम्रो अदालतको पनि भिडियो गरेँ। अनि अदालतको भिडियो गरेर फेरि एकछिन तेर्सो थियो, फेरि उकालो बाटो आयो, उकालै उकालो उकालै उकालो आउँदै थिएँ, आएँ। त्यसपछि म फाइनल्ली घरको छेउमा आइपुगेँ। बल्ल बल्ल घाम लागेकोले लुगा बजार जस्तै भएको छ हाम्रो टोल पनि, हरेक ठाउँतिर लुगा मात्र सुकाएको छ। अनि फाइनली म घर आएको एकछिनमा चाहिँ काठमाडौँबाट दिदीहरू पनि आइपुग्नु भयो। यो चाहिँ पहिलोचोटि हो क्या, मेरो उमा चाहिँ 2 पनि नबजी काठमाडौँको गाडी आइपुगेको। दिदी र भेना चाहिँ विदेशबाट आएदेखि घरै आउनु भएको थिएन नि त ससुराली। अनि ठ्याक्कै 2.5 महिना लगभग पछि आइपुग्नु भयो भेना र दिदी। यो चाहिँ मेरो भेना। भेना नमस्ते भने मैले पनि भेनाले नमस्ते फर्काउनु भयो। यो चाहिँ हाम्रो गुडिया मिन्टु भन्दा घर आइपुगिन हाम्रो सानो। अनि यो चाहिँ भेनाले ल्याएको कोसेली हामीलाई। यो चाहिँ पश्चिमको रोटीहरू, यिनीहरूको नाम चाहिँ म जान्दिनँ, खोइ अनेक थरी नाम भन्नुभएको थियो। यस्तै यस्तै गर्दै हिजोको दिन सकियो, बाई।